सबैमा नमस्कार। आज पनि हामी एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ। यो भिडियो विशेष गरी विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी गर्दै रहनुभएकाहरूको लागि काम लाग्ने भिडियो हो। त्यही भएर भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भिडियोमा हामी विशेष गरी नेपालको इतिहासमा भएका विभिन्न घटनाक्रमहरू केलाउने प्रयास गर्नेछौँ। यसमा विभिन्न तिथिमितिहरूमा भएका महत्त्वपूर्ण घटनाक्रमहरू समावेश गरिएको छ यो भिडियोमा। त्यही भएर भिडियो अन्तिमसम्म हेर्नुहोला। हामी आजको भिडियोको सुरुवात गर्न गइरहेका छौँ पहिलो प्रश्नबाट। मुलुकी ऐनको प्रारम्भ कहिलेबाट भएको हो? 1910 मा। 1910 बाट भएको हो, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, नेपाल तिब्बत बीच थापाथली सन्धि कहिले भएको हो? 1912 मा। 1912 मा, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, श्रीपाद सुरेन्द्रबाट जङ्गबहादुरलाई श्री 3 को पदवी प्रदान कहिले भएको थियो? 1913 मा। बात तो सही है। 1913 मा, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, 38 सालको पर्व भनेर कहिलेको पर्वलाई चिनिन्छ? 1938। 1938 को पर्वलाई 38 सालको पर्व भनिन्छ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, प्रधानमन्त्री रणदीप सिंहको हत्या कहिले भएको थियो? 1982। नहीं। गलत जवाफ। यसको सही जवाफ 1942 हो है त। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, चिठीमा टिकट टास्ने चलन कहिलेबाट सुरु भएको हो? 1944 असार 13 गते। गलत जवाफ। यसको सही जवाफ हो 1944 साल असार 11 गते। ओके ल, त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। सबैभन्दा पहिलो पत्रिका सुधासागर प्रकाशन कहिलेबाट सुरु भएको हो? 1955। 1955 बाट, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, गोरखापत्र प्रकाशन हुन थालेको कुन मितिबाट हो? 1958 बाट। 1958 सालबाट चाहिँ गोरखापत्र प्रकाशन हुन थालेको हो। अहिले पनि हामीले इन्टरनेटमा खोज्यौँ भने गोरखापत्रको पहिलो संस्करण चाहिँ त्यहाँ देख्न सक्छौँ हामी। जनगणना लिने चलन कहिलेबाट भएको हो? 1968। एकदमै सही जवाफ, एकदमै सही जवाफ। बात तो सही है। त्यस्तै गरी नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ जलविद्युत आयोजना कहिलेबाट सञ्चालनमा आएको हो? 1968 मा। 1968 बाटै भएको हो, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, त्रिचन्द्र कलेजको स्थापना कहिलेबाट भएको हो? 1975। 1975 बाट नहीं। भएको हो। अब त्यसै गरी सती जाने प्रथाको अन्त्य कहिलेबाट भएको हो? 1977। 1977 बाट भएको हो, एकदमै सही जवाफ। चन्द्र शमशेरले चाहिँ सती प्रथाको अन्त्य गरेका थिए। ल, त्यसै गरी अर्को प्रश्न रहेको छ, दास प्रथाको अन्त्य कहिलेबाट भएको हो? 1981 बाट। बात तो सही है। 1981 बाट, एकदमै सही जवाफ। त्यसै गरी लाइब्रेरी पर्व भनेर चिनिने एकदमै फेमस घटनाक्रम हो यो। लाइब्रेरी पर्व कहिले घटेको थियो? 1987। 1987 मा, एकदमै सही जवाफ। 1987 मा घटेको थियो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, प्रचण्ड गोर्खा पर्व भनेर चाहिँ कहिले घटेको थियो? 1988। 1988 मा, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, 90 सालको महाभूकम्प कुन मितिमा गएको थियो? पुरा मिति भन्नुहोस्। 1990 माघ 2। बात तो सही है। 2 गते, एकदमै प्रलयकारी भूकम्प थियो यो। ल, त्यस्तै गरी अर्को प्रश्न रहेको छ, नेपालको प्रथम संविधान नेपाल सरकारको वैधानिक कानुन 2004 कहिले घोषणा भएको थियो? 2004 मा। प्रश्न अच्छा, मै उत्तर छ, त्यही भएर सजिलो भयो। 2004 मा नै हो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, मोहन आकाशवाणीको स्थापना कहिले भएको थियो? 2006 मा। 2006 मा, एकदमै सही जवाफ। त्यस्तै गरी अर्को प्रश्नतर्फ लागौँ। यो प्रश्नले भन्छ, प्रजातन्त्रको स्थापना कहिले भएको थियो? 2007 चैत्र 20। नहीं। गलत जवाफ। 2007 साल फागुन 7 गते है त। त्यही फागुन 7 गते चाहिँ प्रजातन्त्रको स्थापना भएको हुनाले त्यसको सम्झनामा विभिन्न कार्यक्रमहरू गरेर हामी आजभोलि पनि फागुन 7 गते चाहिँ प्रजातन्त्र दिवस मनाउँछौँ होइन, विद्यालयहरूमा छुट्टी हुन्छ। ल, त्यसै गरी अर्को प्रश्नले भन्छ, रेडियो नेपालको स्थापना कहिले भएको हो? 2007 चैत्र 20 गते। एकदमै सही जवाब। 2007 साल चैत्र 20 गते भएको हो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, राजपत्रको प्रकाशन सुरु कहिलेबाट भएको हो? 2008 श्रावण 22 गते। 2008 श्रावण 22 गते। सही पकड़े हैं। एकदमै सही जवाफ।
त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालमा बजेट प्रस्तुत गरिएको पहिलोपल्ट कहिलेबाट हो 2008 माघ 21 गते। एकदमै सही जवाब 2008 माघ 21 गतेबाट बजेट प्रस्तुत गरिएको हो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ महेन्द्र राजमार्गको शिलान्यास हाम्रो घर छेउमै पर्छ नि महेन्द्र राजमार्ग हो त्यो महेन्द्र राजमार्गको शिलान्यास कहिले भएको थियो थाहा छ 2019 वैशाख 1। वैशाख 1 गते एकदमै नयाँ सालमै। ल ठिक छ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपाल सरकारको सट्टा श्री 5 को सरकार लेख्न थालेको चाहिँ कहिलेदेखि हो 2015 वैशाख 2। एकदमै सही जवाब। यसका साथसाथै हामीले आजको भिडियो यही समाप्त गर्ने निधो गरेका छौँ। आशा चाहिँ भिडियो तपाईँलाई केही न केही फलदायी नै भएको होला। हाम्रा अन्य भिडियोहरू थुप्रै छन्। हामीले थुप्रै विषयमा चाहिँ विभिन्न विषयवस्तु समेटेर विभिन्न किसिमको भिडियोहरू बनाएका छौँ। त्यो भिडियो पनि हाम्रो च्यानलमा गएर तपाईँहरू हेर्न सक्नुहुन्छ भन्दै अहिलेसम्म हाम्रो भिडियो हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद र हामी अर्को भिडियो भेट्ने बाचा गर्दछौँ। अहिलेका लागि नमस्कार।